हेलो साथीहरू, नमस्कार सबैजनालाई। म ड्युटी सिद्ध्याएर अब रुमतिर जानु थालियो। तपाईँहरू सबै आरामै हुनुहुन्छ होला, पक्कै पनि ठिकै छ। हेर्नुहोस्, अब यता त यही हो, काम गर्ने ठाउँ। काम गऱ्यो, त्यसपछि दिनभरि गाडी साथीहरू हुन्छ, गाडीहरूलाई हेर्ने, अनि राउन्डिङ गर्ने, बस्ने, यही हो। अनि साँझ फेरि रुममा जाने। एउटा कुरा, मलेसिया या कुनै पनि ठाउँमा जस्तो कम्पनीमा त साथीहरू हुन्छन् र सेक्युरिटीमा पनि हुन्छ, अरू साथीहरू पनि हुन्छन् धेरै ठाउँ काम गर्ने ठाउँमा। यहाँ जम्मा 2 जना मात्रै भएर, राति 1 जना, दिनमा 1 जना भएर सुरुमा अलिक गाह्रो भएको थियो। अब अलिक बानी पऱ्यो। अब आफूले आफूलाई नै चित्त बुझाउनु पर्दो रहेछ र प्रिपेयर हुनु पर्दो रहेछ, मेन्टली प्रिपेयर। सबै चिज मै हुँ, साथीभाइ मै हुँ अनि भनेर सबै कुराहरू प्रिपेयर भयो भने सजिलो हुँदो रहेछ। सुरुमा अलिक गाह्रो भएको थियो, अब अलिक सजिलो भयो, किनभने अब बानी परिँदै गयो। अर्को साइडहरूमा त साथीहरूसँग गरिन्थ्यो, रमाइलो हुन्थ्यो साथीहरूसँग। खासै त्यति अब बोरिङ पनि फिल हुन्थेन। यहाँ अलिक बोरिङ फिल हुन्छ, त्यो भएर अब अलिक बानी परियो। यो उसमा जाँदाखेरि, रुमतिर जाँदाखेरि अलिक बाटो क्रस गर्नुपर्छ। बाटो क्रस गर्ने भाले अलिक गाह्रो हुन्छ साथीहरू। अनि यस्तै हो, अरू त अब खासै त्यस्तो केही पनि छैन। गमलामा टक्कै रुखहरू, साना साना रुखहरू रोपेर बेलौतीसम्म फलिसकेको अवस्था छ। बेलौतीसम्म फलिसकेको छ है। हेर्नु साथीहरू, यता मेवा फुलिसकेको छ, यता खजुर अहिले अझै भएको छैन, खजुरको रुख। मलेसियामा यही हो। हेर्नुहोस्, मलेसियामा खासै नयाँ नौलो भन्ने कुरा केही छैन। नेपालको जस्तो छ डेभलपको हिसाबले त धेरै डेभलप छ, तर वातावरण यताउति पनि अब फरक त छ, तर अलि रुख बिरुवा भएको चाहिँ नेपाल जस्तो लाग्छ, त्यही मात्रै हो। मैले मेन बाटो काट्दैछु साथीहरू। मेन बाटो काटेर यहाँबाट मैले यो बाटो काटेँ भने मेन बाटो त होइन, तर यसो पसलो होटेलहरू भएको ठाउँ हो। तै पनि अब गाडीहरू यहाँ बाक्लो हुने भएकोले गर्दा अलिक केयरफुल हुनुपर्छ, नत्र पनि झ्याममा हानेर भागिहाल्छन् गाडीहरू। यहाँ मेन कुरा, यहाँ बस्ने भनेको एउटा चोरसँग, एउटा गाडीसँग र एउटा सर्पसँग। सर्प पनि लास्टै लाग्छन् यहाँ। हाम्रो यो पार्किङमै 2टा कोब्रा पक्रिसक्यो, पकडेर पनि मारिसक्यो। त्यो भएर यहाँ त्यही छ गाह्रो। र अर्को कुरा, अब नेपालको पोलिसी पनि अब विदेशमा बस्ने नेपालीहरूलाई त्यति उत्तम खालको छैन। अब 8-10 वर्ष बसेर उसले नेपालमा आत्मनिर्भर भएर गर्न सक्ने खालको एउटा पारिश्रमिकहरू पनि छैन। अब नेपाल एउटा त्यस्तो डेभलप राष्ट्र नभएर पनि होला, त्यस्तो कानुनहरू पनि अब
त्यस्तो छैन, फितलो कानुनहरू छ। नेपालीलाई कहिले नेपालमै ठगिहाल्छन्, अनि त्यसपछि झन् यहाँ त कहिले आउँदा त्यस्तो हुन्छ साथीहरू है। जाँदैछु म अब पसलमा जाँदैछु। चाइनिज होटेलहरू है, चाइनिज होटेलहरू खानाहरू। हो भाइजान, के छ